दुईटाले हानिसक्यो मलाई, दुईटाले हानिसक्यो। अब भाग्छु होला म भिडियो बनाउन आएको खास। मलाई लखटिसक्यो यार, म बाटोमा आइसकेँ। दुईपल्ट तोकिसक्यो यार, म बाटोमा आइसकेँ। घोडा टाउकामा ठोकिसक्यो यार। अहिले हेर्नुहोस् त कस्तो आइरहेछ। यस्तो माथि यहाँ वारिसम्म आउँदो रहेछ यार। पहिला पाखा पानी हेर्ने बाटोमा आएँ, म भागेँ। दुईटाल टोकिसक्यो। ऊ टोकै छैन होला, बाँडिरहेछन् यहाँ। मलाई डर लाग्यो यार देखेर। तपाईँले कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनु होला। यो तल म थाप्नेहरू तल छन्, हाम्रो टिकम दाई, झमन दाई। पोहोर साल नदीको ग्रुपले आएर काटेको अरे। अहिले चाहिँ हाम्रै गाउँको काट्दै हुनुहुन्छ हाम्रो दाजुभाइ। दिलेनले भन्छ देखिरहेछ कि देखिरहेको छैन, मोबाइलै कडा छ क्या मेरो, त्यही भएर हो। खोइ भान्जा मलाई थाहा छैन, नजिक गएन, म भर्खरै आएको के अरे। के को बनाउनु भएको छ। सबैले भिडियो सेयर गरिदिनु होला। एकजना तल्लोमा आएर बाँड्नलाई, माथि चाहिँ केमा अड्डा छन् मलाई कन्फ्युज भयो। काटेपछि झन् मार्छ होला है मलाई यार। भिडियो सेयर गरिदिनु होला सबैले। मलाई दुईटाले लगाइसक्यो, मलाई तोकिसक्यो। यस्तो छ हालत मेरो, म भागिसकेँ। यस्तरी भिडियो गराउनु पर्यो। गाह्रो छ मलाई। बाबालाई देख्यो भन्छ साँच्चै हो कि हाँसो गरेको। यस्तो हालत छ, मलाई तोकिसक्यो टाउका र उसमा। धेरै टाउकोमा आउने इच्छा एट्याक गर्न पहिलोचोटि भेरमौरी काट्दै हुनुहुन्छ। कृपया हेरिदिनु होला। हजुर म एडिटिङ गर्न सिक्दैछु, सिकेको छैन भन्छ, त्यही भएर जति बनाउँछु उति हाल्दैछु यार। एडिटिङ सिक्नु छ भन्छ। किस्ने भज्जा हो क्या, झऱ्यो है, झऱ्यो किस्ने भज्जा। बेच्छन् के त 1500 माना होला, राखिदिने हो र। सरोज सेयर गरिदियो त यो मेरो भिडियो।
1500 माना भन्ने जस्तो मान्दिएको र मैले पनि खाएको छैन फर्स्ट मैले पनि किनेर खाने अहिले अघि जुम गरेर होला भन्छ अहिले आछ भने धन्यवाद तपाईलाई ल ल एक माना राखिन्छु 1500 अरे पैसा पठा भिडियो सेयर गर्दै लाइभ झर्दैछ है मेरो भज्जा हो भटिजले यहाँ हाम्रो पिस्ने भज्जा मलाई त लास्टै डर लाग्यो यार त्यो मौरी भएको सम्म त ठिकै छ अरु त छङ्गै छ त यार सबैले सेयर गरिदिनु होला हजुर भन्छ तपाईको हो त्यो मेरो युट्युब च्यानल यो ग्रोथ गराउने कसरी हो मलाई सिकाउनु पर्यो यार भन्छ डेन्जर ला यार फुज 1 गेम फिनिश यार सबैले सेयर गर्नु नयाँ मान्छे आउनु भएको छ भने हेर्न हामी मौरी भिर भिरमा यहाँ म काट्दैछन् हाम्रो दाजुभाइहरूले दाजुभाइ चेलीबेटीहरूले भान्जा भेनाहरूले मलाई लखतेर यहाँ यस्तो हालत छ मेरो यस्तो छ गोरा यहाँ टाउकामा टोकिसक्यो घुँडामा टोकिसक्यो घुँडामा मारिसक्यो मलाई अझ काट्न सुरु भयो हैन बल्ल मिलाउँदैछन् फेरि आयो खराब हुँदैछ यार यो यार हेर्नुस् है हेर्नुस् मारै धन्नै खिल्कारो यस्तो छ यस्तो गाडिसक्यो रहेछ यार तीनटा लाइसक्यो मैले फेसबुक पेज हो भान्जा म भागे 3 पल्ट तोकिसक्यो 3 पल्ट तोकिसक्यो मलाई यस्तो हालत छ 3 पल्ट तोकिसक्यो दुईटा घुँडामा एउटा उसमा तोकिसक्यो बर्बाद छ Keep watching my vlogs, like, share, comment. Don't forget to subscribe Diamond Vlogs. Okay.